अहिलेसम्म जुन स्थापना कालदेखि नै अहिलेसम्म दलित, महिला, जनजाति, अपाङ्ग, पिछाडी परेका वर्ग समुदाय र बालबालिकाको क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्दै आइरहेको छ। पिस बिलले मात्र एउटा राम्रो उद्देश्यका साथ ओली गाउँबाट स्थापना भएको यो संस्था, त्यो संस्थाका अध्यक्ष लगायत यो संस्थाले अहिले यो जिल्लामा मात्र नभएर नेपाल अधिराज्यभरि नै नेपालमा नाम कमाउन सफल रहेको यो संस्थालाई हाम्रो तर्फबाट पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ। यो पिस बिल नेपाल बाजुराले आगामी दिनमा पनि महिला, दलित, जनजाति लगायत बालबालिकादेखि लिएर पछाडि परेको वर्ग समुदाय क्षेत्रलाई अझ थप आगामी दिनमा रचनात्मक काम र कार्यक्रम सहित आगामी दिनमा थप अगाडि बढोस्, यसका लागि हाम्रो तर्फबाट पनि शुभकामना व्यक्त गर्न चाहन्छु। र पिस बिल बाजुराले जुन लक्ष्यका साथ अहिले काम गरिराखेको छ यसलाई अझ थप उत्तरोत्तर प्रगति र थप सफलताका साथ अगाडि बढाउन सक्षम र जुझारु नेतृत्व अझ चयन होस्, यो सभाबाट भन्न चाहन्छु। र आगामी दिनमा हाम्रो बढीमालिका नगरपालिकाबाट र ओडाबाट लगायत हाम्रै ओडाभित्र यो संस्था रहेकाले झन् हामीलाई झन् गर्वको महसुस पनि छ। र थुप्रै हाम्रा युवा महिला दिदीबहिनी सम्पूर्ण केही युवा भाइ बहिनीहरू पनि यो संस्थामा आबद्ध हुनुहुन्छ र विगतदेखि नै लामो अवधिदेखि विभिन्न कार्यक्रम विभिन्न कुराले आगामी दिनमा छ। र अहिलेको जुन जल्दो बल्दो विश्व परिवेश र यहाँको अहिलेको स्थितिलाई पनि मध्यनजर गर्दै त्यस्ता खालका कार्यक्रम पिस बिल बाजुराले अझै गरोस्, युवा लक्षित कार्यक्रम गरोस्, जनजाति, महिला, दलित र पछाडि परेको वर्ग समुदायको लक्षित हुने किसिमका कार्यक्रम गर्दै आगामी दिनमा पनि अगाडि बढोस् भन्न चाहन्छु। र